नमस्कार। यति बेला म रोल्पाको त्रिवेणी गाउँपालिकाको 4 नम्बर वडा साबिकको 7 नम्बर वडा बुढागाउँ 7 चक्री भन्ने स्थानमा छु। जुन मेरो पछाडिको दृश्य देखिराख्नु भएको छ यो लसुन खेतीले प्रचलित ठाउँ पनि हो र अर्को कुरा कृषिको रूपले हेर्ने हो भने कृषकहरूले प्रशस्त आम्दानी गर्ने ठाउँ पनि हो। यो कसको रहेछ यसको बारेमा केही जानकारी लिनको लागि र यसको बारेमा केही थाहा पाइराखौँ न भन्ने उद्देश्यका साथ मैले एकजना बाबुसँग बाटोमै भेट भएको छ। बाबु स्वागत छ। नमस्कार। यो पछाडिको हो यो लसुन देखिरहेको छौँ हामी। यति धेरै लसुन छ क्या। यो लसुन कसको? यो हाम्रै पर्छ, मेरो आमाको पर्छ। आमाको पर्यो। कति लगाउनु भएको छ होला यसमा? यो बिउ मात्रै तपाईँको 3 कुन्टल होला। 3 कुन्टल लगाउनु भएको छ? हजुर। ए उहाँलाई प्रत्यक्ष अब भेट्न सकिरहेको छैन। बाबुले पनि लगाएको हो लसुन? मैले पनि लगाएको छु। ए कस्तो छ लसुन बाबुको? कति कुन्टल जति होइन त्यस्तो? मेरो पनि 3 कुन्टल छ। त्यत्रो छ? लगाइराखेको छ? लगाएको छ। ओहो कति आम्दानी हुनसक्छ? 3.5 कुन्टललाई लगानी कति पर्यो? लगानी अब यो बजारको अहिलेको रेट अनुसार हजुर तपाईँको झन्डै 1.5 लाखको बिउ हो। ए 1.5 लाखको बिउ। त्यसमा अब राम्रो उत्पादन र भाउ भयो भने हो किनभने 3-4 लाख 3-4 लाखै हुन्छ। ए त्यसो भने चाहिँ अहिले चाहिँ 1.5 लाख बराबरको 3.5 कुन्टललाई भने चाहिँ किलोको कति पर्नेको? अहिले किलोको बजार लगभग 200 रुपियाँ। 200 रुपियाँ किलो छ। ए हो हजुर। ए है धेरै धेरै धन्यवाद जुन जानकारी पाइयो होइन। निकै खुसी लाग्यो। बाँकी समय फेरि पनि जोडिउँला। हस् बाबुको बङ्गुर कति छन् नि? मेरो अहिले 10वटा माउ छ। हो 10वटा माउ। एउटा बिर छ। बिर भनेपछि लाखे मतलब त्यो लाखे। त्यसलाई बिर चाहिन्छ। हजुर। ए कति वर्ष भयो त्यो बङ्गुर पाल्न थालेको? मैले पाल्न सुरु गरेर लगभग 7-8 वर्ष भइसक्यो। 7-8 वर्ष भयो। ए नाम चाहिँ मैले ठ्याक्कै सोध्नै बिर्सेछु यार। मेरो नाम रोबर बहादुर पुन हो। रोबर त्रिवेणी 4 चक्री। चक्री एउटा असल किसान हो। के छ पालिकाबाट केही पुरस्कार पाइया छ आफूले? पालिकैबाट त पुरस्कार पाइया छैन। प्रोत्साहन कस्तो छ त्यहाँ? म पालिकामा अनुदान के छ? दर्ता प्रक्रिया सबै छ? मेरो दर्ता प्रक्रिया छैन। यो बिचमा तपाईँको बङ्गुर अलिकति नबिग्ने समस्या आएको थियो बिचमा। त्यो भएको कारणले गर्ने भन्ने काम थियो। तपाईँको रोकिया चाहिँ अब गर्ने प्रक्रिया छु। त्यो प्रक्रियामै हो त्यसो भए? ठिक छ। कस्तो राम्रो कुरा। कति बिक्री त आज भयो त बाबुको? मेरो यो अहिलेको यो युनि लटमा चाहिँ मेरो लगभग 100 पिस पाठा हो। ओहो 100 पिस? 100 पिस हो। सबै पाठा बिक्री भयो कि ठुलो? पाठा मात्र। 10वटा माउबाट 100 पिस पाठा एक लटमा। 100 पिस पाठा बिक्री भयो? हजुर। ओहो कति कमायो बाबु? नढाँटेर भन्नुपर्दा हाम्रो दर्शकहरूलाई यस्तो नपर्छ। नढाँटेर भन्नुपर्दा मैले यहाँ फुटकरमा 5000मा हो। हो तपाईँ हाम्रो अब काठमाडौँदेखि व्यापारी आउँछन्। ओहो उहाँहरूलाई चाहिँ मैले 4500मा दिएँ। 4500मा दियो। अनि काठमाडौँमै बच्चा लगेर गयो उनी? बच्चै लगेको छ। ए ल कस्तो राम्रो कुरा। फेरि एकैछिनपछि हामी फाउमा कुरा गर्नेछौँ। अहिले यति भनौँ कति बङ्गुर पाल्नु भएको छ बाबु यसमा? मेरो यसमा अहिले अलिक थोरै छन्। हो 10-11 छ। 11वटा छन् अहिले। 100वटा भन्दा बढी पाठाहरू बेच्यो भन्ने कुरा सुनिएको थियो। के छ मेरो उत्पादन यो लटमा लगभग 100को उसमा यसमा पाठा हो। यसमा अब लगभग सिद्धियो। अहिले आमाहरू मात्रै छ यसमा? अहिले पनि एउटा माउको अब भएको छैन बेच्ने। हो। ए कस्तो रहेछ आम्दानी हुँदो रहेछ पालेपछि? पालेपछि आम्दानी ठिकै हुन्छ। ठिकै हुन्छ होइन? खाना यिनीहरूले के खान्छन् त? यो अहिले हामीले एकजना बजारकै दाना पाएका छौँ। बजारकै दाना। ए बजारकै दानाहरू आउँछ फिट? ए यो पहिला सुरुमा त मल सो गर्न होइन मल सफा गर्न घिन लाग्यो होला नि है? यस्तो जे चिज पनि नपाल्दाखेरि सेवा समार गर्न अलि अल्छी र त्यस लाग्ने छ। छुँदा अब सफा हुने नै भयो।
के छ यो देश तथा विदेशबाट दर्शक श्रोताहरू हुनुहुन्छ जसले यो कर्म गर्ने व्यक्तित्वलाई सधैँ एक खालको सम्मान गर्नुपर्छ भनेर उहाँहरूले भन्नु पनि हुन्छ र विभिन्न कमेन्टमा पनि हामी पाउँछौँ। यही नेपालमा केही गर्न सकिन्छ विदेशमा बस्ने साथीहरूलाई सम्झदा? गर्न सकिन्छ, मजाले सकिन्छ। हो, तपाईँको परिश्रम चाहिँ गर्नुपर्छ। विदेशमा रहने साथीभाइहरूलाई कसरी सम्झिने यताबाट? विदेशमा रहने साथीभाइहरूलाई कसरी सम्झिन चाहन्छु भनेपछि सकभर नेपालमै परिश्रम गऱ्यो भने जे पनि हुन्छ। कतिजनाको परिवार छ तपाईँहरूको? मेरो अहिले 4 जना। 4 जनाको परिवार, बाबुहरूलाई पढाउन ठिक छ होइन? हजुर। कहिलेदेखि सुरुवात भयो? यति लामो समय जस्तै लाग्छ, यो पुरानो भइसकेको छ यो खोरहरू, सम्भवतः धेरै पुरानो लामो समय भयो होला सायद। हजुर, मेरो लगभग 7-8 वर्ष भइसक्यो। लगानी कति गरियो योभन्दा अगाडि? टोटली सुरुमा कसरी लगानी? सुरु लगानी लगभग सबै यो खोर निर्माण म आफूले गरेको हो। मैले लगानी अब तपाईँको सबै अब कामदारहरू लगाएको भए लगभग तपाईँको 2.5 लाख पनि हो। अब मैले कम लगानीमा 1-1.5 लाखमा काम सम्हालेँ। अहिले जो यो माउहरू अथवा एउटा यो बिरहरू छ होइन, यसको टोटली अहिले खास रकम हिसाब गऱ्यो भने कतिको मात्रै छ यो लगभग सम्भवतया? मेरो यो माउ र बिर मात्रै छ भने 3 देखि 4 लाखको। 3 देखि 4 लाखको छ। घरमा अब तरकारी खेती पनि गर्नुहुन्छ तपाईँहरू? यो पछाडि हामीले देखिरहेछौँ यो अहिले पनि टमाटर राम्रो छ अनि लसुन पनि छ। कति लगाउनु भएको छ लसुन? लसुन मेरो 3 कुइन्टल। ओहो, टमाटर अहिले पनि छ? टमाटर अहिले पनि राम्रो छ। राम्रो रहेछ। यति धेरै कति रोपनी बराबरमा यो लसुनहरू लगाउनु भएको छ नि? मेरो लगभग 7-8 रोपनी। यो गाउँमा जस्तै आफूले बच्चाहरू दिनु पर्यो भने होइन, बाहिर पुर्याउनु पर्यो भने बाबुलाई सम्पर्क गर्दा हुन्छ? त्यसको लागि सम्पर्क नम्बर भन्न सक्नुहुन्छ तपाईँ? मेरो सम्पर्क नम्बर तपाईँहरूलाई बङ्गरका पाठापाठी चाहिएमा मेरो सम्पर्क नम्बर 97 48 35 55 85 मा सम्पर्क गर्नुभयो भने 12 महिना पाठा तपाईँहरूले उपलब्ध गराउन सकिन्छ। नम्बर फेरि एकचोटि? 97 48 35 55 85। ल, धन्यवाद। एकदम महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हस्, नमस्कार। हजुरलाई पनि धन्यवाद। हस्, नमस्कार। राम वर्कसप एन्ड रिकन्डिसन हाउस, मधेरी खोला, लिबाङ, रोल्पा। हाम्रा सेवाहरू रोल्पाको लिबाङदेखि दाङको घोराइसम्म यात्राका लागि हामीलाई सम्झनुहोस्।